आजको यस भिडियोमा चाहिँ हामीले क्लास 10 मा रहेको ट्रिग्नोमेट्रीको जुन क्युब तथा साइज रहेको छ यहाँहरु हामी त्यो चाहिँ हाम्रो ट्रिग्नोमेट्रिक इक्वेसन यसले चाहिँ फोकस गरेर यो भिडियो हामीले चाहिँ बनाइरहेका छौं। साथै यो जुन एक्सरसाइज रहेको छ नि यसले चाहिँ हामीले सोल्भ गर्दाखेरि हामीले मेनली चाहिँ थाहा हुनु पर्ने कास्ट रुल। हाम्रो कास्ट रुल हो। यसरी चाहिँ तपाईहरुले पढ्नु भएको होला। कास्ट रुल यो चाहिँ हामीले थाहा हुनु पर्यो। बिना कास्ट रुलको चाहिँ हामीले यो एक्सरसाइज बनाउन सक्दिन। यदि तपाईले कास्ट रुल थाहा छैन भने चाहिँ कास्ट रुलको दुईटा भिडियो बनाइसकेको छु। त्यसमा चाहिँ मैले बताएको छु माइनस थीटा वाला र प्लस थीटा वाला चाहिँ हामीले कसरी युज गर्ने र जुन तेस्रो मैले त्यसको भिडियो बनाएको छु त्यसमा चाहिँ मैले बताएको छु हामीले कास्ट रुलको युज गरेर कसरी चाहिँ जति डिग्रीको मन लाग्यो त्यति डिग्रीको भ्यालु फाइन्ड आउट गर्न सक्छु। यदि तपाईले त्यो भिडियो हेर्नु भएको छैन भने पहिला तपाई त्यो भिडियो हेर्नुला, त्यसपछि तपाईले यो भिडियो हेर्नुहुन्छ भने तपाईले झन् क्लियर हुन्छ। र यो जुन एक्सरसाइज रहेको छ यसबाट चाहिँ हाम्रो एससी एक्जाममा सर्ट क्वेशन र लङ क्वेशन दुवै सोध्ने हो। यस भिडियोमा चाहिँ हामीले अहिले मात्र सर्ट क्वेशन सोल्भ गर्ने छौं। अब यहाँ चाहिँ हाम्रो दुईटा क्वेशन रहिहाल्यो जुन चाहिँ हाम्रो सर्ट क्वेशनमा सोध्न सक्छ। यहाँ चाहिँ हाम्रो हामीले दिएको भनेछ सोल्भ द फ्लोइङ। यहाँ चाहिँ भनेछ थीटा को भ्यालु 0 र 0 भन्दा बढी त्यसैगरी 360 वा 360 डिग्री भन्दा कम। हामीले चाहिँ क्वेशनमा यस्तै नै सोधेको हुन्छ। कहिले काहीँ 180 डिग्री नि भन्न सक्छ र 360 डिग्री सम्म नि भनेको छ। र म तपाईहरुले अघि नै भने यसले सोल्भ गर्दाखेरि चाहिँ हामीले कास्ट रुलको युज गर्नुपर्छ। त्यसैले म तपाईहरुलाई एउटा बताइदिरहेछु यहाँ। त्यही हामीले सबैलाई थाहा छ यो फर्स्ट क्वाड्रेन्ट हो। यो हाम्रो सेकेन्ड क्वाड्रेन्ट हो र यो यहाँ हाम्रो थर्ड क्वाड्रेन्ट हो र हाम्रो यो फोर्थ क्वाड्रेन्ट हो। यसमा चाहिँ के हुन्छ हाम्रो अल प्लस हुन्छ। जति पनि हाम्रो ट्रिग्नोमेट्रिक रेशियो छ साइन होस् कस होस् ट्यान होस् कट कसेक सेक यो चाहिँ हाम्रो के हुन्छ सब यसमा प्लस रहन्छ। यसमा चाहिँ मात्र हाम्रो साइन र कसेक प्लस रहने हो। यसमा चाहिँ हाम्रो ट्यान र कट प्लस रहने हो र यसमा चाहिँ हाम्रो कस र सेक प्लस रहने हो। यहाँ चाहिँ हामीले यसलाई भनिन्छ 90 डिग्री माइनस थीटा। यो चाहिँ हाम्रो भइहाल्छ 180 डिग्री माइनस थीटा। त्यसैगरी हाम्रो 270 डिग्री माइनस थीटा र हाम्रो यो 360 डिग्री माइनस थीटा। र यसले चाहिँ हामीले भन्छौं 90 डिग्री प्लस थीटा। प्लस को हिसाबले हेर्नु भने माइनस थीटा को हिसाबले हेर्दाखेरि हाम्रो यसरी भयो, प्लस थीटा को हिसाबले हेर्दाखेरि हाम्रो यसरी भइहाल्यो। र यो चाहिँ हाम्रो भइहाल्छ 180 डिग्री प्लस थीटा। त्यसैगरी यो चाहिँ हाम्रो भइहाल्छ 270 डिग्री प्लस थीटा र फाइनली यो हाम्रो चाहिँ भइहाल्छ 360 डिग्री प्लस थीटा। ठीक। अब यहाँ चाहिँ हाम्रो क्वेशन रहेको छ। त्यो क्वेशन हामी यसले सोल्भ गरौँ। हियर sin थीटा इक्वल टु 1/2 भयो नि। सबभन्दा पहिला जुन हाम्रो यो पोजिटिभ हो कि नेगेटिभ हो। यहाँ हाम्रो पोजिटिभ दिएछ भने सबभन्दा पहिला यसको हामीले पत्ता लगाउनु पर्छ फर्स्ट क्वाड्रेन्टमा परिरहेछ भने कति डिग्रीको परिरहेछ। जस्तै कि यहाँ त म यहाँ के लेखिरहेको छु द लिस्ट पोजिटिभ value of theta in the first quadrant for which sin theta equal to 1/2 is 30 डिग्री। अनि यहाँ के लेखे जुन यसको लिस्ट जुन पोजिटिभ नम्बर रहन्छ नि फर्स्ट क्वाड्रेन्टमा त्यो चाहिँ हाम्रो कति हुन्छ 30 डिग्री को। सबले थाहा छ sin थीटा जो sin 30 डिग्री बराबर 1/2 हुन्छ। मैले त्यही लेखे। अब यहाँ ध्यान दिनु since the value of sin theta that is 1/2 is positive, that means हाम्रो क्वेशन को जुन दिएको छ यो चाहिँ के छ हाम्रो पोजिटिभ छ। अब sin थीटा हाम्रो यहाँ के छ पोजिटिभ छ भने हामीले मात्र उसको पोजिटिभ वाला निकाल्नु पर्यो, नेगेटिभ वाला निकाल्नु परेन। sin थीटा त हाम्रो अल प्लस यसमा त हाम्रो सब भइरहेछ और यसमा चाहिँ हाम्रो भइरहेछ sin र cosec मात्र प्लस भने यसमा पनि हाम्रो sin प्लस छ भने हामीले चाहिँ मात्र यसैमा निकाल्नु पर्छ। सो we find the values of theta in the कहाँ त फर्स्ट क्वाड्रेन्ट र सेकेन्ड क्वाड्रेन्ट हामीले पत्ता लगाउनु पर्छ। इन द फर्स्ट क्वाड्रेन्ट
and second quadrant only. ठीक, अब था भयो नि त फर्स्ट क्वाड्रेन्टमा हाम्रो कति हो त sin थीटा इक्वल टू 1/2 अर्थात sin थीटा इक्वल टू हाम्रो 30 डिग्री, थीटा बराबर हाम्रो 30 डिग्री भयो। वा हाम्रो हेर्नु त sin थीटा बराबर 1/2 हो हाम्रो, और sin थीटा बराबर हाम्रो के हुन्छ यो sin 30 डिग्री हो नि। अब यसलाई मैले कास्ट रुलमा कसरी लग्ने हेर्नु, यहाँ sin थीटा बनाएर हेरौँ त यहाँ हाम्रो sin 180 डिग्रीबाट मैले 150 डिग्री घटाइदियो भने हाम्रो ठिक हाम्रो के आउँछ कि आउँदैन हो। ल हेर्नु त हाम्रो, और sin थीटा गरेर हेरौँ त यहाँ sin 180 डिग्री माइनस थीटा हामीले कास्ट रुलमा पढेका छौँ, हाम्रो के भइहाल्छ sin 150 डिग्री। अब यसलाई हामीले अझ सिम्पलियर फर्ममा जाने भने तपाईँ एकचोटि यहाँ म पढाइदिइरहेको छु नि त, मैले के सिकाएको थिएँ त जो यहाँ दिएको छ त्यसलाई मैले 90 को मल्टिप्लाईमा लेख्ने हो कि होइन, मैले लेखेँ 90 into 2 हाम्रो 2 के हो इभेन नम्बर हो, इभेन नम्बर हो भने नो चेन्ज साइन को साइन रहिहाल्छ, र हाम्रो यो सेकेन्ड क्वाड्रेन्टमा आइरहेछ हो कि होइन 180 माइनस थीटा हो भने त्यसमा के छ हाम्रो साइन प्लस नि छ भने हाम्रो डाइरेक्टै यो भयो। उसको मतलब यो थीटा बराबर हाम्रो कति आयो 150 डिग्री। त हाम्रो हेर्नु त अजलमा थीटाको भ्यालु हाम्रो कति आयो एउटा 30 डिग्री हो र एउटा हाम्रो 150 डिग्री भयो आन्सर। यो एकदमै सिम्पल छ हाम्रो हो कि होइन। मात्र मैले यहाँ जुन लङ्ग्वेज लेखेको छु नि यो लङ्ग्वेज हेरेर हराउनु नहोला, मैले यसमा सिम्पली के लेखेको छु नि हाम्रो यहाँ जे भ्यालु दिएको होला नि त्यो प्लसमा छ या माइनसमा त्यसको मतलब नराख्नु, त्यसको लिस्ट पोजिटिभ भ्यालु जुन छ नि फर्स्ट क्वाड्रेन्टमा त्यो कति डिग्रीको परिरहेछ त्यो चाहिँ हामीले पत्ता लगाउने। त्यसपछि जुन हाम्रो यो दिएको छ नि यो चाहिँ हाम्रो पोजिटिभ छ कि नेगेटिभ छ, जस्तै मैले यहाँ लेखेको छु नि यहाँ पोजिटिभ छ, इफ नेगेटिभ हुन्थ्यो भने हामीले साइन हाम्रो कहाँ नेगेटिभ छ त यसमा छ र यसमा छ, हामीले यसमा भ्यालु निकाल्थ्यौँ, तर पोजिटिभ छ भने हामीले साइन कहाँ हाम्रो पोजिटिभ हुन्छ त्यहाँ हामीले निकाल्नुपर्छ। सबैलाई थाहा छ साइन हाम्रो पोजिटिभ कहाँ हुने हो फर्स्ट क्वाड्रेन्ट र सेकेन्ड क्वाड्रेन्टमा, त्यसैले यसको चाहिँ भ्यालु हामीले फर्स्ट र सेकेन्ड क्वाड्रेन्टमा मात्र निकाल्यौँ। ठिक, यो जुन हाम्रो क्वेसन रहिहाल्यो यसले पनि म तपाईँले यहाँ बताइदिइरहेको छु। अब यहाँ चाहिँ हाम्रो जुन बी नम्बर क्वेसन रहेको छ त्यसले चाहिँ हामीले यहाँ सोल्भ गरौँ। हेरौँ त म यहाँ लेखेर यसले सोल्भ गरिरहेको छु। cos थीटा इक्वल टु -1/√2 here म तपाईले अघि नै भने यो प्लस माइनस छोड्नु पहिला जुन यो दिएछ नि 1/√2 चाहिँ हाम्रो फर्स्ट क्वाड्रेन्टमा यसको चाहिँ हामीले भ्यालु हेर्नु कतिको भनेर हेर्नु त द लिस्ट पोजिटिभ भ्यालु अफ थीटा इन द फर्स्ट quadrant for which cos थीटा इक्वल टु 1/√2। अब मैले यहाँ लिस्ट पोजिटिभ भ्यालु मैले पत्ता लगाउँछु नि त्यसैले मैले चाहिँ यसलाई पोजिटिभमा लेखेको छु। ठिक, इज 45 डिग्री, कति डिग्री हो त भने 45 डिग्री, र सिन्स यहाँ ध्यान दिनु सिन्स cos थीटा दैट इज -1/√2 इज के हाम्रो नेगेटिभ हो, अघि हाम्रो पोजिटिभ थियो यो चाहिँ हाम्रो नेगेटिभ हो। सो वी फाइन्ड द भ्यालु अफ भ्यालुज अफ थीटा। अब यहाँ हामीले कुन क्वाड्रेन्टमा पत्ता लगाउने त यहाँ के छ हाम्रो cos थीटा यहाँ -1/√2 हो, हाम्रो cos कहाँ माइनस छ सबभन्दा पहिले यसमा माइनस हुने हो, त्यसपछि हाम्रो यसमा माइनस अर्थात् सेकेन्ड क्वाड्रेन्ट र थर्ड क्वाड्रेन्टमा माइनस हो कि हैन। फर्स्टमा त सब प्लस नै भयो र फोर्थ क्वाड्रेन्टमा त cos हाम्रो प्लस नै छ, तर हाम्रो यो माइनस गिभेछ भने हामीले के गर्ने जहाँ जहाँ माइनस छ त्यहाँ निकाल्नु पर्छ। ठिक, इन द सेकेन्ड क्वाड्रेन्ट and third quadrant only। ल अब यहाँ त हामीले cos थीटा भन्नाले हाम्रो के हो त cos 180 डिग्री -45 डिग्री आइहाल्छ हाम्रो के हैन भने यहाँ चाहिँ हाम्रो कति आइहाल्छ त
थीटा बराबर 180/45 गयो सबै थाहा छ 180 डिग्री माइनस थीटा भन्नाले त्यही हाम्रो हुन्छ cos 180 डिग्री माइनस थीटा भन्नाले हाम्रो के हुन्छ माइनस cos 180 माइनस cos थीटा हो कि हैन हाम्रो यो माइनस मा छँदैछ भने हाम्रो आइहाल्छ ठीक हाम्रो यो 180 बाट 40 डिग्री गयो भने हाम्रो कति भएको छ 135 डिग्री त्यसै गरी हेरौँ हामी यसलाई अर्को तरिका यसरी पनि लेख्न सक्छौं थर्ड कोअर्डिनेटमा जानको लागि 180 डिग्री प्लस 45 डिग्री नि हामीले गर्छौं 180 मा के जोड्यो भने हाम्रो यसमा भागिहाल्छ हो कि हैन यहाँ पनि हाम्रो कति आइलो त थीटा बराबर हाम्रो यहाँ आइहाल्छ यसले जोड्यो भने हाम्रो कति आउँछ त 225 डिग्री दैट मिन्स हाम्रो थीटा को यहाँ भ्यालु दुईटा भयो एउटा हाम्रो 135 डिग्री वा 225 डिग्री ओके एकदमै सिम्पल छ हो अब यहाँ चाहिँ हाम्रो अर्को एउटा क्वेशन रहिहाल्यो जुन चाहिँ हाम्रो यो हो tan थीटा इक्वल टु 1/√3 यसले सोल्भ गरौँ त हाम्रो हियर tan थीटा इक्वल टु 1/√3 यसको पहिला निकाल्नु पर्यो हामीले द लिस्ट positive value of theta in the first quadrant for which tan theta equal to 1/√3 is 30 degree हमले सबलाई थाहा छ tan 30 डिग्री को भ्यालु यति हो र since tan theta that is कति छ हाम्रो 1/√3 is positive so we find the value of theta in the अब यहाँ ध्यान दिनु tan हाम्रो पोजिटिभ छ एउटा सबभन्दा पहिला हाम्रो फर्स्ट क्वाड्रेन्टमा आयो अर्को चाहिँ tan हाम्रो त यसमा छ ओके न फर्स्ट क्वाड्रेन्ट र थर्ड क्वाड्रेन्टमा मात्र हामीले भ्यालु निकाल्ने इन द फर्स्ट क्वाड्रेन्ट and third quadrant only here on the first quadrant भन्दाखेरि हाम्रो कति भयो डाइरेक्टली tan theta equal to 1/√3 भने हाम्रो के भइहाल्छ tan theta equal to tan 30 डिग्री अब हाम्रो त tan theta बराबर हाम्रो यसमा लाउने भने हाम्रो के भइहाल्छ tan 180 डिग्री प्लस 30 डिग्री यो पनि हाम्रो हुन्छ यहाँबाट निकाल्यो भने हाम्रो कति आयो 30 डिग्री यहाँबाट हाम्रो आउँछ एकैचोटी कति जोड्दाखेरि त हाम्रो 210 डिग्री अर्थात थीटा को भ्यालु हाम्रो कति आयो 30 डिग्री वा 210 डिग्री हाम्रो छ एकदमै राम्रो सिम्पल छ मजाले निकाल्न सक्छौ तर हामीले कास्ट टुलको चाहिँ यसमा नलेज राम्रो हुनु पर्यो यदि कास्ट टुलको नलेज हाम्रो राम्ररी भएन भने यो चाहिँ बनाउनमा हामीलाई अलिकति गाह्रो हुन्छ कास्ट टुल हामीले सिक्न पनि सजिलै सक्छौं म तपाईहरुले अघि नै भने त्यो चाहिँ भिडियो तपाईहरुले राम्ररी हेर्नु होला अनि मजाले तपाईहरुले कास्ट टुल एकदमै क्लियर भइहाल्नुहुन्छ भने हामीले बनाउन सक्छौं नेक्स्ट भिडियोमा चाहिँ मैले यो एक्सरसाइजबाट चाहिँ लङ क्वेशन जुन राम्रो इम्पोर्टेन्ट रहेको छ एस एक्जामको लागि म त्यसले सोल्भ गरेर यहाँ बताउने छु